जो श्रीमान आफ्नी श्रीमतीको कुरा सुन्दैनन्, अरूको सल्लाहलाई मात्र सत्य ठान्छन्, उनीहरूले अनजानमै आफ्नै जीवनका सुन्दर क्षणहरू गुमाइरहेका हुन्छन्। श्रीमान श्रीमतीको सम्बन्ध केवल विवाहको कागज मात्र होइन, यो दुई आत्माको मिलन पनि हो। धेरै श्रीमान अरूको कुरा सुन्छन्, साथीभाइको सल्लाह सुन्छन्, आफन्तका सुझाव सुन्छन्, तर आफ्नै श्रीमतीको मनको कुरा सुन्न बिर्सिन्छन्। जबकि जीवनको सुख दुःख, सङ्घर्ष र सफलताको यात्रामा सबैभन्दा धेरै साथ दिने व्यक्ति श्रीमती नै हुन्छन्। श्रीमानको लागि श्रीमती भनेकी पुल मुनिको खम्बा जस्तै हुन्छन्। श्रीमानलाई चरा जस्तै उड्न दिएर आफू भने सुगा जस्तै पिजडामा बसेकी हुन्छन्। श्रीमती केवल घरभित्रको एउटा सदस्य होइनन्, उनी परिवारको भावना हुन्, घरको आत्मा हुन्। जब घरका निर्णयहरू, भविष्यका सपनाहरू आदि इत्यादि कुराहरू आपसी समझदारीका साथ लिइन्छन् भने त्यहाँ सम्बन्धहरू अझ बलिया बन्छन्। अरूले तपाईको जीवनलाई बाहिरबाट मात्र देख्छन्, तर श्रीमतीले तपाईको खुशी, पीडा, सङ्घर्ष र सपना नजिकबाट बुझेकी हुन्छन्। त्यसैले श्रीमतीको विचारलाई बेवास्ता गर्नु भनेको आफ्नो जीवनको एउटा महत्त्वपूर्ण साथलाई बेवास्ता गर्नु जस्तै हो। सम्बन्ध त्यति बेला सुन्दर बन्छ जब दुवैले एक अर्कालाई सुन्ने, बुझ्ने र सम्मान गर्ने गर्छन्। प्रेम केवल माया व्यक्त गर्नुमा मात्र होइन, एक अर्काको विचारलाई महत्त्व दिनु पनि हो। घरमा सम्मान, विश्वास र संवाद जीवित रह्यो भने साना साना समस्या पनि सहजै समाधान हुन्छन्। तर बेवास्ता र अविश्वास भयो भने बिस्तारै सम्बन्धको सुन्दरता हराउँदै लैजान्छ। त्यसैले जीवनमा आफ्नो श्रीमतीको भावनाहरू सुन्न सिकौं।